भएको छ एपोलो हाइड्रो पावर कम्पनी लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा आइपिओ निष्कासन गरी बाँडफाट गरेर बाँकी रहेको सेयरमा केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई र केही प्रतिशत म्युचुअल फन्डलाई छुट्याएर अन्तिम चरणको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा चैत्र 26 गतेदेखि निष्कासन गर्दैछ। अर्थात् चैत्र महिनामै यो दुईवटा कम्पनीको आइपिओ हामीले भर्न पाउने भएका छौँ। यो कम्पनीले आफ्नो जारी पुँजी 57 करोड रुपियाँको 30% हुनुहुने 14 करोड 10 लाख रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 14,10,000 किता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये कम्पनीले 4,77,000 किता सेयर आयोजना प्रभावितका स्थानीय बासिन्दाहरूमा र 94,000 किता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा निष्कासन गरी बाँडफाट गरिसकेको छ। यसरी कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आइपिओ बाँडफाट गरे पश्चात सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डलाई 37,000 किता र कम्पनीका कर्मचारीहरूलाई 18,800 किता सेयर निष्कासन